आदरणीय महानुभावहरू, मलाई अलि धेरै मासु आएको भए अलि रमाइलो हुन्थ्यो भन्ने लागिरहेको थियो। अलि धेरै मान्छे, धेरै अधिकारकर्मी अलि टन्नै भरिएको बेलामा यो कुराहरू भन्न पाएको भए, अलि धेरै मान्छेलाई सचेतीकरण गर्न पाएको भए, 50औं 100औं मान्छेको हलमा बोल्न पाएको भए अलि बोल्न पनि अलि आउँथ्यो हैन। अलि थोरै हुनुभयो, उपस्थिति अलि थोरै भयो। अलि धेरै क्वेसन रेज गरेर यहाँ अलि धेरै नै क्वेसन छन् तपाईँहरूसँग, धेरै नै क्वेसन छन्। खास भन्ने धेरै नै तपाईँहरू बोल्न चाहनुहुन्छ, तर जहिले पनि हामी कार्यक्रमबाट अलिक सर्टकट फाटफुट गरिहाल्छौँ हैन। त्यो भनेको तपाईँहरू बोल्न आफूले चाहे जति नै बोल्न पाउनु भएन भन्ने मलाई लाग्छ क्या कहिले। अब यसमा चाहिँ मैले एउटा अनिलजीले भनेपछि एउटा पेपरै बनाएको थिएँ, प्रेजेन्टेसनै गर्ने है त भन्ने सुरले एउटा प्रेजेन्टेसनै बनाएको थिएँ। तैपनि थोरै हामी जति छौँ त्यति हामी क्वालिटेटिभ छौँ भन्ने लागेको छ। हाम्रो 78 को जनगणनाले के देखाउँदो रहेछ भने 39,469 जना चाहिँ नै हाम्रो दलितको सङ्ख्या रहेछ। हाम्रो 78 सालको जनसङ्ख्याले यो भनेको 13.4%। 13.4% चाहिँ नेपालमा दलितको जनसङ्ख्या रहेछ। 68 सालमा चाहिँ यो 34 लाख थियो अनि 78 सालमा चाहिँ यति भएको रहेछ। अब 67 सालमा राष्ट्रिय दलित आयोगले के गरेर रहेछ भने एउटा अद्यावधिक गरेर रहेछ। कतिवटा सूची छन् भनेर सूची चाहिँ पहाडी मूलका चाहिँ 7 वटा र मधेसी मूलका 19 वटा गरेर 26 जातलाई चाहिँ दलितको जाति सूचीभित्र राखेको रहेछ। यो चाहिँ नेपालको हाम्रो यो पृष्ठभूमि दलितहरूको एउटा सानो पृष्ठभूमि मात्रै भने। अघि हाम्रो इन्सपेक्टर साहबले चाहिँ 2012 सालको नागरिक ऐनले चाहिँ यसलाई इस्ट्याब्लिस गरेको भनेर भन्नुभयो। त्योभन्दा अगाडि नै 2004 सालमा एउटा नेपाल सरकारको वैधानिक कानुन बन्यो। 2004 सालमा त्यो यद्यपि कानुन कार्यान्वयन चाहिँ भएन, त्यो संविधानकै डकुमेन्ट बराबरको डकुमेन्ट हो। 4 सालमा नै विभेद नगर्नु भनेर त्यो 4 सालको कन्स्टिट्युसनमै लेखाएको छ। यो हेर्ने हो भने अन्तरिम शासन विधानमा त धेरै धारामै एकदमै 2007 सालको संविधानमा त धेरै नै व्याख्या गर्यो। हेर्नुहोस् है, यो चाहिँ हामी कति साल भने त्यो राणा पछिको सबैतिर इतिहासमा हेऱ्यो भने कानुनी हिसाबले हामीलाई सेक्योर गर्दै आएको छ। दलितहरूको अधिकार भेदभाव गर्नु हुँदैन, छुवाछुत गर्नु हुँदैन भन्ने कुरालाई चाहिँ र यो दण्डनीय व्यवस्था हो भन्ने कुरा चाहिँ क्लियरली भनेको छ। 15 सालको कन्स्टिट्युसनले यसमा चाहिँ एकदम समानताको हक र त्यो हक अन्तर्गत चाहिँ भेदभाव गर्न पाइँदैन जातको आधारमा। अरू धेरै मैले पढेँ, जातको आधारमा भेदभाव गर्नु हुँदैन भनेर 15 सालको कन्स्टिट्युसन। तपाईँहरूले 15 साल सुन्नुभयो होला, प्रजातान्त्रिक चाहिने डेमोक्रेटिक सरकार बनेको नेपालको पहिलोपटक इलेक्टेड गभर्मेन्ट हैन, जनताले जितेको चाहिने प्रधानमन्त्री भएको। त्यति बेला पनि क्लियरली चाहिँ धारा 4 मा चाहिँ समानताको हक अन्तर्गत यो रहेछ। प्रजातन्त्रको त्यति बेला इलेक्टेड गभर्मेन्ट पछि 2019 सालमा अर्को संविधान आयो। 19 सालको संविधानको पनि धारा 10 मा चाहिँ यो कुरा उल्लेख गरेको रहेछ। 2047 सालको संविधानमा त एकदमै क्लियर, त्यसपछि आएको संविधान 2047 हो, त्यसमा पनि क्लियरली धारा 11 मा चाहिँ कुनै पनि व्यक्तिलाई जातिपातिका आधारमा चाहिँ छुवाछुत गर्न पाइने छैन भनेर लेखेको। त्यसपछि 2063 सालको संविधान आयो, त्यसको धारा नै छुट्याइ दिएर यसमा चाहिँ क्लियरली धारा नै त्यसमा समानताको हक अन्तर्गत राखिरहेको थियो अहिलेसम्म। 63 सालमा आएर के गरे त भन्दा मौलिक अधिकार अन्तर्गत छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक भनेर त्यो मौलिक हकका दफाहरू धाराहरू मध्ये एउटा धारा नै पुरै छुट्टै बनाएर कन्स्टिट्युसनमा आयो। यो भनेको ड्रास्टिक चेन्ज हो। 63 सालपछि हाम्रो अधिकारको विरुद्धमा चाहिँ बारेमा चाहिँ व्यापक रूपमा चाहिँ यो आयो। यही कुरालाई टेकेर 2068 सालमा चाहिँ जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन आयो। अघि इन्सपेक्टर साहबले यो कुरालाई चाहिँ यहाँ ल्याउनु। अब अहिलेको संविधान अब 2072 मा जारी छ। त्यसको क्लियरली 2024 धारा 24 मा के लेख्यो भने जो छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक हुनेछ भनेर लेखेको छ। क्लियर छ एकदमै यसमा। अब दलितको हक भनेर दलितको मौलिक हक अन्तर्गत भनेर पनि दलितको हक भनेर नै राख्छ। क्लियर छ। कन्स्टिट्युसन तपाईँहरूले पढ्नुभयो भने, अहिलेको संविधान पढ्नुभयो भने अझै विस्तृत रूपमा 63 पछिको अहिलेको संविधानमा विस्तृत रूपमा चाहिँ यो व्यवस्था राखियो। अब
हामीले पाएका विभिन्न सामाजिक सुरक्षा, उच्च शिक्षासम्म छात्रवृत्ति गर्ने, निशुल्क शिक्षाको विषय छँदैछ। भूमिहीन र आवासविहीन दलितलाई राज्यले एकपटक जमिन र आवास उपलब्ध गराउने भनेको छ। हेर्नुहोस् है, अहिले यहाँ तपाईँहरूले सुन्नुभएको छ, यहाँ दलित आयोगको यहाँ समाधान आयोग बनाएको छ। यहाँ हाम्रो जिल्लामा पनि 3 सदस्य भूमि आयोगमा पनि त्यहाँको त्यसको एउटा मेजर बुँदा भनेको यही कन्स्टिट्युसनको, हाम्रो संविधानको भूमिहीन र आवासविहीन दलितलाई राज्यले एकपटक जमिन र आवास उपलब्ध गराउने भने अन्तर्गतको एउटा बुँदा चाहिँ यो अहिले भूमि आयोगले क्लियरली तपाईँहरूको क्याटेगोरी दलितहरू, यस्तो भूमिहीन दलितहरू कति छन् त भनेर यहाँ डाटा निकालेको छ, जिल्लाले डाटा निकालेको छ। अहिले एक्ज्याक्टली मैले सङ्ख्या भन्न सकिनँ, तर 300-400 को हाराहारीमा यो चाहिँ छ भन्ने मलाई लाग्छ। त्यो चाहिँ यो संविधानको यो अन्तर्गत त्यो चाहिँ इस्टाब्लिस भएको हो र त्यसले चाहिँ त्यो अनुसार डाटा चाहिँ कलेक्सन गरेको छ सबै स्थानीय तहहरूबाट। यो बाहेक स्थानीय तहमा हेर्नुहुन्छ भने स्थानीय तहमा समानुपातिक निर्वाचन प्रणालीमा चाहिँ व्यवस्था गरिएको जुन प्रत्येक स्थानीय तहका प्रत्येक वडामा चाहिँ दलित महिला सदस्यको अनिवार्यता भनेर भने हेर्नुहोस्, यो केही कन्स्टिट्युसनले, केही कानुनले दिएको र केही एप्लिकेसनमा पनि आएको। अब राष्ट्रिय दलित आयोग भनेर पहिला छुट्टै थियो, तपाईँको एनले गरेको थियो भने अहिले कन्स्टिट्युसनमै, संविधानमै चाहिँ राष्ट्रिय दलित आयोग भनेर संवैधानिक हिसाबले त्यसलाई चाहिँ त्यहाँनिर दलित आयोगलाई चाहिँ संवैधानिक आयोग चाहिँ बनाइएको छ। अब यसरी संविधानको व्याख्या गरिरहने हो भने, यदि खरखर्ती व्याख्या गरिरहने हो भने, यसलाई इन्टरप्रिटेसन गरिरहने हो भने के देखिने रहेछ त भन्दा, वर्तमान चाहिँ संविधानको दृष्टिकोण विधिशास्त्रीय हिसाबले हेर्ने हो भने यो चाहिँ दलित मैत्री छ, हाम्रो देशका कानुनहरू दलित मैत्री छन् भन्ने कुरा देखिन्छ। तर कार्यान्वयनको हिसाबले चाहिँ यी कमजोर छन् भन्ने कुरा चाहिँ आउँछ। अब अघि हाम्रो इन्सपेक्टर साहबले धेरै एनहरू भन्नुभयो। 2020 सालको मुलुकी एनलाई हेर्ने भने अहिले छुट्टै एन त्यसको कन्भर्ट भएर आइसक्यो। अहिले धेरै एनहरू मुलुकी अपराध संहिता एन 2074, दलित सशक्तिकरण एनै आएको छ, दलित सशक्तिकरण एन 2075 छ। विभिन्न प्रदेशमा प्रदेश प्रहरी एन भनेर इस्टाब्लिस गरेका छ। ती बाहेक पुराना एनहरू त मैले धेरै यहाँ भन्नु पर्यो। अब सार्वजनिक प्रशासनमा निजामती सेवा ऐनदेखि लिएर गएर अरू सबै ऐनमा पनि दलितका अधिकारहरू यहाँ यति % हुन्छ भन्ने चाहिँ व्यवस्था गरिएको छ। संरचनागत हिसाबले हेर्ने हो भने पनि केही संरचना भनेको स्ट्रक्चरल्ली बनेका केही जस्तो दलित आयोगको कुरा भइहाल्यो। जातीय भेदभाव तथा छुवाछुत अन्त्य, दलितहरूको अधिकार प्रवर्धन सम्बन्धी संयन्त्र भन्ने रहेछ एउटा। त्यस्तै गरी अधिकार प्रवर्धन सम्बन्धी कार्यविधि 2073 अन्तर्गत भइगयो। अनि उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति भयो। त्यसै वादी समुदायको उत्थान विकास समिति भयो। यस्ता समितिहरू धेरै नै भइसकेका छन्। राज्यले के गरेछ त भन्दा छुवाछुत मुक्त चाहिने राष्ट्रको घोषणा पनि गरिसकेका छ। यति हुँदाहुँदै पनि हामी चाहिँ कानुनका हिसाबले प्रशस्त हुँदा पनि कार्यान्वयन चाहिँ हाम्रो फितलो छ, कमजोर छ। कार्यान्वयन चाहिँ भइरहेको देखिँदैन, भनेको केही भइरहेछ तर यद्यपि यसको इस्टाब्लिसमेन्ट चाहिँ एकदमै निकै पुवर छ। संविधानमै उल्लेख भएका कुराहरूलाई चाहिँ समावेशी सिद्धान्तलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ, यसमा कुनै शङ्का नै भएन। संविधानको धारा 40 जुन दलितको मौलिक हक कार्यान्वयनका लागि एकीकृत गर्नु भनेको कानुन हो, त्यसलाई चाहिँ इस्टाब्लिस गर्नुपर्छ भन्ने कुरा चाहिँ छँदैछ। यी बाहेक खास गरेर यी घटनाहरूलाई, जातीय भेदभाव र छुवाछुतका घटनाहरूलाई चाहिँ शून्य सहनशीलताको सिद्धान्त अनुरूप यसलाई कार्यान्वयन गरिनुपर्छ। अब यसलाई छुवाछुतको घटनाहरू चाहिँ अब फेरि पहिला उजुरी दिनु त्यहाँबाट मिलाउनु हैन, पहिला छुवाछुत भयो मलाई डिस्क्रिमिनेसन गर्यो भन्ने, अनि त्यसपछि मिलाउनु, यस्तो चाहिँ हुनु हुँदैन। यस्तो यो शून्य सहनशीलता यो भएपछि डिस्क्रिमिनेसन भएको इस्टाब्लिस भएपछि त्यसको कानुनी कारबाहीमा लैजानुपर्छ। अलिकति त्यसमा चाहिँ मुद्दाहरूलाई चाहिँ अलिकति प्रभावकारी हिसाबमा अनुसन्धान गरेर त्यसलाई अलिकति अगाडि बढाउनु पर्ने देखिन्छ। अब सामाजिक न्यायको सिद्धान्तलाई चाहिँ अगाडि बढाउनुपर्छ र अपराधीलाई कानुनी कारबाहीको दायरामा चाहिँ अगाडि ल्याउनुपर्छ भन्ने चाहिँ मूल्य मान्यता हो। अब खास गरेर इन्टिग्रेसनको कुराहरू चाहिँ अलिकति हाम्रो दलित समुदायभित्रै पनि अझै पनि एकता नभएको, त्यही भित्र पनि डिस्क्रिमिनेसन भएको
है। ऐनेर चाहिँ त्यहीँभित्र पनि किन भन्दा मान्छे त युनिटी इज पावर। जति तपाईँ हामी एकीकृत हुन्छौँ, एकीकृत भयो भने बल्ल त्यसले के गर्छ, पावर क्रिएट गर्छ, शक्ति क्रिएट गर्छ। तर हामीभित्रै फुट भयो भने है, यहाँ अनिलजीले कतिलाई बोलाउनु भएन होला, कतिपयलाई चाहिँ यो अनिलले बोलाएको भन्ने जस्तो नै आउँछ। यो भयो भने के हुन्छ, त्यो युनिटी भयो। युनिटी भयो, युनिटी भएन भने के हुँदैन, पावर हुँदैन, शक्ति क्रिएट गर्न सक्दैन। त्यसकारण हाम्रो चाहिँ सिङ्गो दलित समुदायबीच एकता हुन पनि आवश्यक छ। सिङ्गो दलित समुदाय एकीकृत भएन भने हामी चाहिँ आफ्नो अधिकारको निम्ति लड्न चाहिँ हामी कमजोर हुन्छ जहिले पनि। त्यो हिसाबले पनि एकीकृत हुन्छ। अब तिनै तहका सरकारमा चाहिँ हामीले अलिकति निगरानी राख्नुपर्छ। जहाँ पनि अब उहाँले निगरानी राखिरहनु भएको छ, यत्रो पपुलेसन भएको वडामा चाहिँ अझै बजेट छुट्याउने दृष्टिकोणले या अरू अन्य हेर्ने दृष्टिकोणले चाहिँ हामी पछाडि पऱ्यौँ कि भन्ने उहाँको क्वेसन। अब त्यो क्वेसनलाई हामीले के गर्न सकेका छैनौँ भने अझै उहाँले एकजनाले त हेरिरहनु भएको छ, तर उहाँलाई साथ दिने मान्छे चाहियो, पछाडिबाट साथ दिने मान्छे चाहियो। सबै पार्टी, यसमा पार्टी हुँदैन, यसरी लाग्नु पऱ्यो, यसमा पार्टी हुँदैन भनेर लाग्यो। अन्त यो त अधिकारको कुरा, हामी पिछडिएको वर्गको लागि अधिकारको कुरामा पनि पार्टी हुन्छ हुँदैन। यो पार्टीलेस भएर हामी चाहिँ अगाडि बढ्यौँ भने बल्ल अगाडि बढ्न सक्ने यो क्षमता तपाईँहरूसँग डेभलप हुन्छ भन्ने लाग्छ। अब जातीय भेदभाव र छुवाछुतका घटनाहरूलाई चाहिँ कानुनी प्रक्रियामा लैजानु नै पर्छ र राजनीतिक शक्तिको प्रयोग गरेर कहीँनिर चाहिँ हाम्रा मुद्दाहरू अगाडि बढाउँछन्, त्यसलाई दुहाउने जसले प्रयास गराएको छ त्यसलाई चाहिँ हामी निषेध गर्नुपर्छ। त्यो निषेध गरियो भने मात्रै अगाडि बढ्न सकिन्छ। अब यो अधिकार हामीले कहिलेकाहीँ तिमीलाई यो अधिकार किन दिएको भनेर भन्यो भने हामीले चाहिँ यो बुझाएको छ, भित्री कोर कुरा किन चाहिएको, तपाईँलाई आरक्षण किन चाहिएको, तपाईँलाई इम्पावरमेन्ट, हामी पिछडिएको यति मात्रै भन्नुहुन्छ। तर यसको पछाडि केही राज्यका मकसदहरू छ, पोलिटिकल्ली, राजनीतिक हिसाबले, दर्शनको हिसाबले, राजनीतिक दर्शनको हिसाबले यो कुरा चाहिँ तपाईँ जतिको एक्टिभिस्टले बुझ्नुपर्छ। कानुनमा दुईवटा शब्द चाहिँ एकदम तपाईँहरूले बुझ्नुपर्छ। कानुनका दुईवटा शब्दहरू जहिले पनि तपाईँहरूको समाजलाई व्याख्या गरेर बताउन सक्दैन। मैले सरल अर्थमा भन्छु, त्यो एउटा समानता, अर्को न्याय। यो दुईवटा फरक कुराहरू, यो दुईवटा फरक कुराहरू। तपाईँहरूले समानता भनेको हामी सबै समान, हामी यहाँ भएका मान्छेहरू, राज्यले के भन्छ भने हामी सबै समान हो। त्यसकारण समानताको हकले के भन्छ त भन्दा जहिले पनि हरेक नागरिकहरू, त्यो समानताको हक अन्तर्गतको कन्स्टिट्युसन पढ्नुभयो भने, त्यसको धारा पढ्नु भने हरेक नागरिकहरू समान हुनेछन्, हरेक व्यक्ति समान हुनेछन् भनेर लेखेको छ पहिला सुरुमा। त्यसपछि बल्ल पछिपट्टि के भन्छ भने न्यायको दृष्टिकोणले त्यो भएन, त्यो राज्यले न्याय दिने कुरा हुँदैन, त्यहाँनिर तपाईँको चाहिँ न्याय हुँदैन भनेर त्यसपछि के लेख्छ भने तर उपधारा कमा त्यो लेख्छ, उपधारा कमा खमा गएर के भन्छ भने तर समाजद्वारा पिछडिएका होइन, अहिलेसम्म पिछडिएका जात जाति धर्म वर्ण के को आधारमा हो राज्यलाई चाहिँ के गर्न छुट हुने छैन भने फेरि पनि राज्यले तिनलाई विशेष प्रायोरिटी दिनको लागि छुट हुनेछ भनेर तलपट्टि लेखेको छ। त्यो भनेको के हो त भन्दा सामाजिक न्यायको कन्सेप्ट, सामाजिक न्यायको कन्सेप्ट। अगाडि भन्यो समानता, अब सामाजिक न्यायको कन्सेप्ट। तपाईँलाई मैले एउटा उदाहरण दिन्छु। घर परिवारमा 90 वर्षका हजुरबा हजुरआमा हुनुहुन्छ, 85 वर्षका हजुरआमा हुनुहुन्छ, 90 वर्षका हजुरबुवा हुनुहुन्छ, त्यसपछिको जेनेरेसन 60 वर्षका बुवा हुनुहुन्छ, त्यसपछिको जेनेरेसन तपाईँको 35 वर्षका चाहिँ हुनुहुन्छ, त्यसपछिको नेक्स्ट पनाति चाहिँ भर्खरका 4-5 वर्षका हुनुहुन्छ। अब एउटै थालमा राखेर खाना दियो भने कसले छिटो खान्छ भन्नुहोस्। त्यो 35 वर्षको लम्का जवानले धेरै पनि खान्छ, छिटो पनि खान्छ। त्यो 95 वर्षको मान्छेले के गर्छ त भन्दा त्यसले कम खान्छ, त्यसको हातै कम चल्छ, सुरपरे अर्काले खुवाइदिनु पर्छ, र त्यो 5 वर्षको बच्चाले पनि कम खान्छ। भनेपछि के गर्नुपर्छ त भन्दा त्यो वृद्ध र त्यो बच्चालाई छुट्टै थालमा खान दिनुपर्छ भनेर यसरी तपाईँको समानता समान हो, एउटैमा दिएको भए समानता हुन्थ्यो नि। त्यसकारण ज्येष्ठ
ज्येष्ठ नागरिक र बच्चाहरूलाई छुट्टै अधिकार हुनेछ भने जस्तै हाम्रो दलित कम्युनिटीको साथीहरूलाई पनि इम्पावरमेन्ट गरेर यो पिछडिएको वर्गलाई, पछाडि परेको वर्गलाई अगाडि ल्याउनको लागि छुट्टै किसिमको व्यवस्था गर्नुपर्छ भनेर राज्यले सामाजिक न्यायको दृष्टिकोणले तपाईँहरूलाई छुट्टै अधिकार दिएको हो। अब यो तपाईँहरूले भन्न सक्नुपर्छ मैले जस्तो किन तिमीलाई छुट्टै चाहियो भनिदिन्छ नि कसैले बहस गर्ने बेला, बाटोमा बहस गर्ने। यो कारणले हामीलाई पछाडि पारिदिएको थियो, अब छुट्टै दियो भने अनि त्यसपछि बल्ल हामी इस्ट्याब्लिस भएर इम्पावर हुन्छ, अनि त्यसपछि तिमीसँग भोलिसँगै लडौँला। यो हो कारण भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्छ। यो कुरालाई मैले तपाईँहरूसँग चाहिँ यहाँ राखेँ। अब धेरै कुराहरू तपाईँहरूसँग नराखिकन अब तपाईँहरूका विषयहरू, तपाईँहरूले राखेका जिज्ञासाहरूको बारेमा मैले केही कुराहरू भन्छु यहाँ। 2081 साल 8 महिना 5 गते 81 साल 8 महिना 5 गते दलित आयोगका सदस्य सुन्दर पुर्कोटी सहित हाम्रो दलित अधिकारका कर्मी साथीहरू लगभग 25-30 जना मेरै कार्यकक्षमा, प्रमुख जिल्लाधिकारीको कार्यकक्षमै हामीले बसेर एउटा मिटिङ गरेका थियौँ। त्यति बेला तपाईँहरू मध्ये कति हुनुहुन्थ्यो होला, अनिलजीहरू कोही हुनुहुन्थ्यो। त्यति बेला धेरै क्वेसन उठाएको थियो, बरु आजभन्दा धेरै क्वेसनहरू मैले त्यति बेला उठेका सवालहरूको बारेमा जवाब दिएका थिएँ। अब हाम्रो जिल्लाको स्ट्याटसको बारेमा त्यति बेला भनेका केही कुराहरू मैले तपाईँहरूलाई दोहोऱ्याउन पनि चाहन्छु र केही कुराहरू भन्न पनि चाहन्छु। खास गरेर जातीय विभेद हो भनेर चाहिँ नि, यस्तो विभेद भयो भनेर राष्ट्रिय दलित आयोगमा चाहिँ अर्घाखाँची जिल्लाबाट कुनै उजुरी परेको थिएन त्यति बेलासम्म। तर पछि एउटा उजुरी चाहिँ पर्यो। एउटा उजुरी भूमिका स्थान नगरपालिकामा चाहिँ एउटा सार्वजनिक स्तरमा मन्दिरमा चाहिँ सार्वजनिक निर्माणको सेन्समा यो निर्माण चाहिँ भयो। गैर दलितहरूले चाहिँ अलिकति हामीलाई च्यापे भन्ने सेन्सले एउटा उजुरी राष्ट्रिय दलित आयोगमा परेछ। परिसकेपछि त्यसको फरवार्ड यहाँ जिल्ला प्रशासन कार्यालयमा भयो र त्यो चाहिँ खास गरेर न्यायिक समितिले हेर्ने हुनाले हामीले सम्बन्धित नगरपालिकालाई पठाइदियो। संयोगले आज यस्तो दिन परेछ, त्यो उजुरीको खर्चोट गर्नु भनेर राष्ट्रिय दलित आयोगबाट पटक यहाँ फोन पनि आयो। मैले पनि फेरि नगरपालिकालाई तपाईँहरूले 3-4 महिना अगाडिको केस किन हेर्नु भएको छैन, यो त एकदम यहाँ ताकेता भइरहेको विषय हो भनेर भनिसकेपछि संयोगले आज म यहाँ आउनुभन्दा अगाडि त्यो चिठी, त्यो उजुरीको खर्चोट भएछ। त्यहाँबाट न्यायिक समितिको र नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासक अधिकृत, वडा अध्यक्ष लगायत सबै जाँदाखेरि त्यस्तो चाहिँ नभएको र कुनै त्यसमा चाहिँ नि गडबड भएको भए त्यो अनुसार मिलाउने भनेर उहाँहरूले त्यो उजुरीको खर्चोट गरेको देखियो। र त्यसमा चाहिँ त्यो सार्वजनिक जग्गाको चाहिँ नापी गएर त्यहाँ नापेर त्यहाँको अमिनले नाप्दाखेरि सार्वजनिक जग्गा मिचेको पाइएन, अनि यो भनेर खर्चोट भएको पाइयो भनेपछि यहाँ कुनै उजुरी छैन। यो जिल्लामा त्यो एउटा थियो, त्यो पनि आजबाट सल्भ भएको छ। यो जिल्लामा कुनै पनि राष्ट्रिय दलित आयोगसँग र जिल्ला प्रशासनमा परेको कुनै उजुरी छैन। यद्यपि प्रहरीका कुराहरू अघि इन्सपेक्टर साहबले भनिहाल्नु, हामीसँग परेका कुनै उजुरी चाहिँ छैनन्। यी विषयहरू चाहिँ मैले तपाईँहरूलाई भन्न चाहेँ। अब हाम्रो चाहिँ स्थानीय तहको कार्यक्रमहरूमा चाहिँ उहाँले भनेको कुरा एकदमै ठिक छ। स्थानीय तहको यो कार्यक्रम यहाँ जिल्लामा भइरहँदाखेरि स्थानीय तहहरूमा हामी अलिकति भिन्न सकेका छैनौँ। त्यो स्थानीय सरकार वडामा कार्यक्रम कसले लन्च गर्नुपर्छ भने स्थानीय सरकारले लन्च गर्नुपर्छ। तपाईँहरूले यहाँ जिल्लामा जो हुनुहुन्छ उहाँहरूले आफ्नो पालिकामा आफ्नो ठाउँमा चाहिँ तपाईँहरूले अलिकति लड्नु पर्यो। त्यहाँ अलिकति यहाँ खै त दलितलाई बजेट पारेका, इभन त्यहाँ त अहिले एकजना सदस्य, अघि मैले भनिहालेँ वडामा त एउटा सदस्य अनिवार्य छ नि, उहाँले खै त उठाएको। त्यस कारण यस्ता कार्यक्रमहरू वडाले कमसेकम पनि एउटा कार्यक्रम चाहिँ दलित यो हाम्रो समुदायको अधिकारको लागि कानुनी सचेतना कार्यक्रम राख्नुपर्छ भनेर हरेक स्थानीय सरकारमा तपाईँहरूले गर्नुभयो भने त्योबाट केही फाइदा पुग्ला भन्ने मलाई लाग्छ। अब उहाँहरूले राख्ने त जिल्ला स्थित गाउँमा लैजान सक्नु भएन, अझै बेस्ट भयो, अझै राम्रो हो। त्यसमा त कुनै शङ्कै छैन, एकदमै धेरै राम्रो हो। स्थानीय सरकारले त्यसरी गरिदियो भने उहाँले भने जस्तो त्यति धेरै जनसङ्ख्या भएको ठाउँमा किन नराख्ने। अब यो तपाईँले भनेको के हो भने स्थानीय सरकारको पहिला तपाईँको यो अहिलेको ऐन आउन 47को संविधान भनेर नभनौँ, त्यति बेला पछि आएको कन्स्टिट्युसन 63 पछि पनि एउटा संयन्त्र थियो, राजनीतिक संयन्त्र, दलितको लागि 10-15% होइन, त्यसपछि चाहिँ नि जनजातिको लागि 10-15% भनेर यसरी बजेटमा चाहिँ छुट्याउने व्यवस्था गरेको थियो। तत्कालीन जिल्ला विकास समितिहरूले यसरी चाहिँ छुट्याउनु गरेको थियो।
छुट्टा छुट्टै अनि त्यो शीर्षक अन्तर्गत दलितको लागि यो कार्यक्रम भनेर छुट्याउनु गरेको थियो। पछि पालिकाहरूले पनि त्यसरी बजेट छुट्याउने गरेको थियो। मलाई लाग्छ अहिले पनि पालिकाको सामाजिक शाखा अन्तर्गत चाहिँ केही बजेटहरू यसै गरी छुट्याउने गरेको छ। तर हामी त्यो कुरामा सुसूचित अलिक कम छौँ कि हामी पनि त्यसमा हेर्नु पर्यो। हाम्रो त्यो सामाजिक शाखाले नगरपालिकामा भएको सामाजिक शाखाले कति बजेट छुट्याएर रहेछ त दलितको लागि। यो जस्तो यो सन्धिखर्क नगरपालिकाको एज अ होल टोटल बजेटमा कति % बजेट चाहिँ हाम्रो उसलाई छुट्यायो भन्ने कुरा हो। तपाईँहरूले त्यो यदि स्टडी गर्नुभयो भने पालिकामा जानुभयो भने त्यो पक्कै पनि पाउनुहुन्छ। त्यसरी हेर्नुभयो भने देखिन्छ भन्ने मलाई लाग्छ। अब बजेटको त्यो कार्यान्वयनको कुरा त मैले भनिहालेँ।